हेलो गाइज व्हाट्सअप वेलकम ब्याक टु माई युट्युब च्यानल। म आज बिहान 3 बजे उठेको होइन, 3 बजे बिउजेको चाहिँ हो, उठेको चाहिँ होइन। कति बजे उठेँ? 4:30 बजे उठेँ। अनि त्यसपछि आज चाहिँ हामी हाइकिङ जान आँटेको फेरि। अनि म चाहिँ यहाँ रमेशलाई लिन आएको छु। रमेश नै मेरो स्टुडेन्ट त्यहाँ राखेको छु। अनि म चाहिँ यहाँ छु। कस्तो ढिलो गरेको हो रम त छिटो निस्किने अब त भिन्न छ। जाडो हुने रहेछ गाइस। आज चाहिँ हामी छिट्टै जाने भनेर झन् 5 बजे नै आएको। अहिले 5:30 भयो। ल सक्यो एकछिन अहिले भेटाउँछु। बेङ्गो गइसक्नु भयो। हामी बेला आउने ठाउँमा पुगिसक्नु भयो। हामी चाहिँ एकछिन अहिले म तपाईँलाई एकछिन ल्याएको छु। गाइस हामी चाहिँ जाँदैछौँ होइन। म चाहिँ उहाँको पछाडि बसेको छु। अनि यहाँ हाम्रो एउटा साथीले चाहिँ बाइक लडाउनु भयो। अब यति बेला मैले ब्लग त बनाउन नमिल्ने हो, त्यही पनि बनाइरहेको छु। लोटाउनु भयो। गाइस हामी चाहिँ यहाँ कहाँ आइपुग्यो मलाई नै थाहा छैन। दाइले पनि मलाई झन्डै हानिदिनु भयो। अनि अब हामी खाजा खाना लाग्यो। अनि फेरि जाने। आज हाम्रो हाइकिङ होइन, राइडिङ भयो। राइडिङमा गाइस हामी चाहिँ जाँदैछौँ। मेरो स्कुलले नतानेर यहाँ म लास्टमा हामीलाई पछाडि हेरिनुहुन्छ। अनि हामी नै होला पानीमा पर्न थाल्छ सर। हामी उहाँ बाटोतिर देख्दैछु। गाइस जस्तो लागेको छ। कस्तो दामी देखेको छ। ओ माई गड मलाई त खतरा लाग्यो। पर्खिरहेको रहेछ। हामी त जेन्जी हो। हाम्रो गाइज पनि जेन्जीहरू हुनु सक्दैन। गाइज पानी परिरहेको छ होइन। जाँदैछु कटु लाएर आएको। कटु लगाएको कटु लाएर आएको गाइज हामी चाहिँ जाँदैछौँ। हामी अहिले यहाँ तेल पचाउने अभियानमा छौँ। अनि उहाँ पछाडि चाहिँ रिङ्गु सर हुनुहुन्छ। अनि त्यसपछि त्यो केटो फेरि कति साइड लाइट बाल्दो रहेछ। त्यहाँनिर आउँछ रिङ्गुहरू, रिङ्गु पुसहरू। अनि हामी पनि जाँदैछौँ। फोटो आइया तर गाइस बाटो चाहिँ दामी लाग्यो। वाउ छ वाउ छ बाटो। वाउ सिन पनि खतरा छ। हेलो हेलो यिनीहरू पनि यो उयोहरू पनि हाम्रै हो है। हाम्रै मान्छे हो। हामी चाहिँ घुम्न जानला। गाइस हाम्रो पछाडि चाहिँ राइड छ नि। यो बुलेटको राइड रहेछ। तिनीहरूको हामीसँग चाहिँ डियो छ। उनीहरूसँग चाहिँ बुलेट रहेछ। उनीहरूले बाटो देखेन भने हामी चाहिँ डियो बाल्यो। राइड रहेछ। कराउँछन्, हल्ला गर्छन्, हो हल्ला गर्छन्। अनि हामी त झन् भइहाल्यो म हल्ला गर्ने नम्बर 1 नै। मजा आइरहेछ है राइडमा।
तिनीहरू पनि हल्लापाटीहरू अब सर हामी कहाँ त्रिशुली पुग्नाले गाइस हामी चाहिँ यहाँनिर कहाँ बिचमा आएर बसेको छौँ यो हाम्रो ग्याङ हो त्यो यति हाम्रो ग्याङ यति हो जम्मा 12 जना के अरे अर्काकै बुढा त हो नि आफ्नो त होइन मैले त बेनै गरेको छैन होइन त साथीहरू जाँदैछौँ हामी तर सिन चाहिँ दाम फेरि म ब्याग भइसकेँ वेलकम ब्याक यहाँ चाहिँ मामाहरू आउँदै हो देख्न सक्नुहुन्छ मामा होइन मैले तिनीहरूलाई देखाइरहेको थिएँ त यहाँ फेरि अर्को मिनी ब्लगर हो है ब्लगर के अरे ब्लगर ब्लगर पछाडि हामी सबै हाम्रै गाएको होइन है म अर्काको बुढी छैन मैले बेटी गरेको छैन है गाई म कसैको पनि बुढी होइन म एक त बुढी नै होइन म अर्कै हो तर नि है सबै पछाडिको गाएको हाम्रै अनि हामी पनि हाम्रै हो तीन धारे हो जाँदैछौँ हामी अहिले गङ्गटे आइपुग्यौँ हामी गङ्गटे गङ्गटे आइपुग्यौँ अरे यो के हो गङ्गटे मान्छे गडौले के तर हामी जाँदैछौँ यहाँ चाहिँ अलिअलि अपलोड लाग्यो गाइज अब चाहिँ हामीले खानासाना पनि खाइसक्यौँ यहाँ कहाँ नुवाकोट ठोकेको बजार हो ढुङ्गे बजार आएर खाना पनि खाइसक्यौँ अनि अब चाहिँ हामी गएको बाई बाई फेरि म देखाउँदै जान्छ है त अगाडि 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 छ हामी जाँदैछौँ अझै पुगेकै छैन है हामी गाइस हामी चाहिँ यहाँनिर त्रिशुलीमा आइपुग्यौँ है कत्रो त्रिशुली हेलो गाइस हामी चाहिँ गइरहेको छौँ है बाइ द वे हाइड्रो पावर रहेछ यार यहाँ त हाइड्रो पावर अगाडि गाइस यहाँ अगाडि हाइड्रो पावर रहेछ म तपाईँलाई देखाइदिन्छु है अब यहाँ अपलोड आयो अब एकछिन चाहिँ मोबाइल बन्द गर्नुपर्ने हुन्छ फेरि झर्छ गाइस हाइड्रो पावर चाहिँ यही हो है झर्ने सम्भावना छ आइपुग्यौँ अरे त्यो कुन जिल्लामा पर्छ गाइस यो चाहिँ चाइनाबाट आएको गाडी है अब यो चाहिँ काठमाडौँ यता जाऊ तिमी काठमाडौँ पुगेर अनि बेच्ने गाडी अरे यिनीहरू चाहिँ हामी चाहिँ अहिले रसुवा गाइस हामी चाहिँ बहुवल झर्ना हेर्न आएको हेर्नु न झर्ना पानी नै छैन एक थोपो पनि पानी छैन भगवान्
गाई झर्ना हेर्ने हो झर्ना झर्ना त्यही हो है झर्ना झर्ना हेर्नबाट आएको खोइ झर्ना भयो गाइजहरू भयो छुट्टीसँग मलाई मम्मी गाई झर्नामा आएर झर्ना पनि देखिहाल्यो ऊ झर्ना बाबुवाली झर्ना पानी जानी रहेनछ एक टोपा पनि अब चाहिँ हामी फर्किन लाग्यो गाइस फोटोसोटो खिच्यौँ अनि मलाई चाहिँ यस्तोतिर लाग्यो यस्तो पानी कतै खान पाइसक्यो भनेर म चाहिँ पानीको खोजीमा छु साथीहरू अब फर्किने त राम्रो छ ठाउँ चाहिँ एकदम बब्बाल छ यो तिर्सुली खोला हो यो तिर्सुली ठाउँ चाहिँ बब्बाल नै छ तर पानी यहाँ झर्नाको पानी हुँदै गए चाहिँ मस्त हुन्थ्यो झर्ना हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो ऊ तिनीहरूले बोलाउँदैछन्